हे गाइज गुड मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल वान्स अगेन। नयाँ दिन नयाँ सुरुवात। अहिले फिलहाल घरबाट निस्किँदै गर्दा अवस्थामा गाइस अहिले म चाहिँ कहाँ जाँदैछु भने फुपू घरतिर जाँदैछु। त्यहाँ अलिक माथि पसलमा आँप छ, आँप लिएर आउनु पर्यो। यहाँ हाम्रो बाटोमा भर्खर हाम्रो सरलाई भेटेँ। यो हाम्रो चैते सर हो, नमस्कार गरिदिनु। नमस्कार। यो हाम्रो बहुत फेमस मान्छे हो यो गाउँको, होइन? यो गाउँमा ऊ भनेको पछि चाहिँ पुरा गाउँै हल्लिन्छ गाइस। अब अलिकति भनिदिनु आफ्नो बारेमा, भनिदिनु। अब के भन्नु त हौ, भनिदिनु न। अब भोलि भन्नु ल। अहिले भन्नु न अलिकति। अब के भन्नु र? अहिले कहाँ गएर आउनुभएको? म त घरबाट आउँदैछु, उता जाँदैछु गाउँतिर। गाउँतिर होइन? गाउँतिर। खानासाना खानुभयो? खानासाना खाइसकेँ। के सब्जी खानु? त दाल साल यताउति भाजी साजी। अनि के अरे आजभोलि त आउनुहुन्न त बस्तीतिर, किन? आउँदैछु त। त्यही त अब चेयरम्यान मान्छे नभएपछि, होइन? गाउँडा मान्छे चेयरम्यान मान्छे नभएपछि गाइस हेर्नु, उहाँ चाहिँ एकदम गाउँको, होइन? गाउँको सबै गाउँको एकदम प्यारो मान्छे हो। हाम्रो चैतु सर भनेर बोलाउँछ सबैले। अनि तपाईँहरू पनि उहाँलाई यसो सपोर्ट गरिदिनु होला, होइन? अनि उहाँ चाहिँ पुरा एकदम फेमस मान्छे पहिलेदेखि। चैतु सर हो उहाँको नाम चाहिँ। अनि अहिले चाहिँ जानु लाग्नु भएको? म अहिले लागेँ गाउँतिर। लागेको। के हेयरकट सेयरकट त बबाल छ त यार। 2-4 दिन उता निस्केको थिएन कि, आज चाहिँ गाउँ घुमेर आउँ कि भनेर। घुमेर नि अनि कपाल काटे त बबाल छ त। ए कपाल ओसी काटिदियो भोलि। कसले काटिदिएको? ए त्यो एउटा केटा मान्छे काट्नु लगाएको त भागेछ। एकदम ठुटो पारिदियो। तर बबाल लागिरहेछ तपाईँलाई, एकदम हिरो जस्तो मेच गरिरहेछ। तपाईँ कति साल पुग्नुभयो? म 72 नि? अहिले पनि हट्टाकट्टा यार, अहिले जवानै हुनुहुन्छ। 72 हो। 72 नि? तै पनि अहिले पनि जुवान हट्टाकट्टै हुनुहुन्छ हो यार। हाँसाइ फेरि कति राम्रो छ उहाँको हाँसाइ, तपाईँहरूलाई साह्रै मनपर्छ क्या उहाँको हाँसाइ, फेरि बबाल छ। ल चैते सर ल। अनि उहाँको हाँसाइ चाहिँ यति मिठो छ गाइस, तपाईँहरू देख्न सक्नुहुन्छ। उहाँ चाहिँ हाम्रो गाउँको एउटा यस्तो व्यक्ति हुनुहुन्छ, जुन व्यक्ति चाहिँ एउटा हुन्छ नि गाउँमा सबैभन्दा प्यारो मान्छे हुन्छ नि, सबैले चिनेको जानेको, होइन? अनि उहाँ चाहिँ यसो गाउँ डुल्दै गर्नुहुन्छ क्या। उहाँको एक्सनहरू चाहिँ बबाल छ क्या। उहाँको हाँसाइ भयो, अनि तपाईँको कुरा गराइ स्टाइल भयो, होइन? सबैलाई अब भाइहरू भन्दै, होइन? के छ भाइ भन्ने, अनि हो त्यस्तै खालको हो। एकछिन रमाइलो गरिदिएको गाइस, देख्नुभयो तपाईँहरूले। अहिले फिलहाल म फुपू घर चाहिँ किन गएको भन्दाखेरि, फुपू घरभन्दा अलिक माथि चाहिँ गएको। म म्याङ्गो लिनु गएको क्या गाइस। म्याङ्गो खानेको लागि मन थियो अरे घरमा, अनि त्यही भएर चाहिँ म्याङ्गो लिनु गएको। हल्का यो गाइस, अब स्कुटीको केस पनि अलमोस्ट सल्भ भयो। तपाईँहरूलाई हिजो मैले अपडेट दिइनँ। हिजो अस्तिको दिन म हल्का बिजी थिएँ, मैले भिडियो बनाउनु पाइनँ। अनि हिजो चाहिँ मैले त्यही भएर मैले भिडियो बनाउनु पाइनँ। हिजो पनि हल्का बिजी नै थिएँ गाइस, अलिकति पर्सनल कामहरू थियो, त्यही भएर चाहिँ मैले भिडियो बनाउनु पाइनँ हेर। तर अब आजबाट आउँछ भ्लग। मलाई नि हल्का कफ भइरहेछ यो नाकमा, नाक भन्दा पनि यस्तोमा नोसमा क्या। अनि त्यही भएर देख्नु सक्नुहुन्छ अहिले म आँप लिन आएको छु चोकमा। फिलहाल दुईवटा दोकानमा पसलमा सोधिसकेँ, आँप छैन। ट्राफिक जाम छ, हेर्नु सक्नुहुन्छ तपाईँहरू। अब सोधौँ गाइस, देख्नु सक्नुहुन्छ मैले आँप पाएको छुइनँ चारालीमा। मैले म्याङ्गो भेटाइनँ गाइस। अब यहाँ अर्को पसलतिर जाँदैछु। देख्नु सक्नुहुन्छ म आर्यन प्लाजा नेरी छु गाइस। म्याङ्गो नभेटेको कारणले गर्दाखेरि म भौतारिरहेको छु गाइस। फाइनली मैले म्याङ्गो भेटाइसकेँ। देख्न सक्नुहुन्छ तपाईँहरू, यहाँनिर म्याङ्गो छ गाइस। देख्न सक्नुहुन्छ यहाँ म्याङ्गो एभाइलेबल छ। अब म यहाँबाट म्याङ्गो किनेर लान्छु। हेर्न सक्नुहुन्छ अझै म्याङ्गो कति रुपियाँ हो? पाकेको दुईवटा दिनु न। एकछिन यहाँ दर्शकलाई देखाउँछु गाइस, म म्याङ्गो छान्दैछु।
गाइस यो म्याङ्गो छ है देख्न सक्नुहुन्छ गाइस म म्याङ्गो छानेर अनि तपाईँहरूसँग कुरा अहिले फेरि फिलहाल अहिले मधुरो भइरहेछ देख्न सक्नुहुन्छ तपाईँहरू आकाश अलिक मधुरो भइरहेछ फिलहाल म घर जाँदैछु अहिले अनि अब घर गएर यो म्याङ्गो चाहिँ दिएर अनि अरू बाँकी कुरा गर्नुपर्छ अनि म यहाँबाट बाटोबाट आएको थिएँ गाइस दिदीबाट उतापट्टिबाट जाँदा पनि हुन्थ्यो तर त्यो पानी थियो गाइस अब फिलहाल त्यता पानी नभएकोतिर भए जानु पर्ला देख्न सक्नुहुन्छ म यो गल्लीको बाटो आएको थिएँ यो गल्लीको बाटो जानु पर्यो गाइस अब उतापट्टि हल्का पानी जमिरहेको छ क्या त्यही भएर म यताको बाटो आएको फिलहाल अहिले यो बाटो पनि यति खास राम्रो चाहिँ बनिसकेको छैन तर पनि जे होस् हिँड्नका लागि चाहिँ अलिकति राम्रै छ देख्न सक्नुहुन्छ यतापट्टि तपाईँको घरहरू छ अनि फेरि यतापट्टि पनि घरहरू छ बिचमा चाहिँ बाटो निकालेको छ क्या यो ठाउँ यो चाहिँ कहाँ भन्नुहुन्छ भने तपाईँको चारालीबाट हल्का यो बजारतिर जाने बाटो छ नि त्यो बाटोबाट सिधै आएपछि त्यहाँबाट नयाँ ब्याङ्क छ क्या अनि त्यही ब्याङ्कको वरिपरि छ देख्न सक्नुहुन्छ बुवा कता टाढै देख्न सक्नुहुन्छ अब म घरतर्फ लाग्दैछु मैले दुईटा चिज लिएँ एउटा त म्याङ्गो भइगयो अर्को अनारस लिएँ अनि अब घरतर्फ लाग्दैछु गाइस मौसम चाहिँ राम्रो छ फिलहाल अहिले मौसम बबाल भइरहेछ गाइस